आज फ्राइडे हामी चाहिँ वाटर किङडम घुम्न गइरहेको छौँ। कहाँको भने झिलझिले। सधैँ काम त गरिरह हो, कहिलेकाहीँ चाहिँ रेस्ट गर्नुपर्छ भनेर हामी चल्दियौँ झिलझिले। हामी चाहिँ बसमा चढिसक्यौँ, हिँड्दा हिँड्दै कतिखेर पुग्यौँ थाहा पनि भएन। बस चाहिँ एकदम प्याक थियो है गाइज। हामी चाहिँ उभिएरै भए पनि झिलझिले पुगिसक्यौँ गाइज। हेर्न सक्नुहुन्छ अटोमा चढेर ठ्याक्कै हामी वाटर किङडम पुगिसक्यौँ। हेर्न सक्नुहुन्छ एकदमै बब्बाल छ है, भित्र चाहिँ एकदम दामी। इन्ट्रीको लागि चाहिँ हामीले 500 रुपियाँ टिकट काट्यौँ। त्यस पछाडि हामीलाई यस्तो ब्रासलेट दिनुहुन्छ। हामी चाहिँ भित्र पसिसक्यौँ, एकछिन हामी चाहिँ डुल्छौँ। त्यस पछाडि स्विमिङ ड्रेस लाएर 1-2वटा फोटो खिच्छौँ। हामीले चाहिँ एकछिन बाहिरै इन्जोय गऱ्यौँ, फोटोसोटो खिच्यौँ। त्यस पछाडि त पानीभित्र पस्नु बित्तिकै होइन यस्तो इन्जोय गऱ्यौँ नि, यस्तो इन्जोय गऱ्यौँ। साइडबाट गाना पनि बजाइरहनु भएको थियो होइन, यस्तो इन्जोय गऱ्यौँ। हामी चाहिँ डान्स गर्न थाल्यौँ त्यो गानामा होइन। पानीको आवाज पनि कस्तो दामी साउन्ड गरिरहेको थियो क्या। दिदीको नानी चाहिँ सुरुमा डराएर होइन, अनि त्यस पछाडि त फेरि आफै पो पानीमा खेल्न थाल्यो त उहाँ। हेर्नु न, हामी दुईजना चाहिँ आफ्नै तालमा। माथिबाट चाहिँ पानी कस्तो दामी तरिकाले झर्छ नि, कस्तो मन पर्यो क्या मलाई यो चाहिँ। लास्टमा चाहिँ एकदम डर लाग्दै थियो क्या मलाई, यो स्लाइडमा स्लाइड गर्न कस्तो डर लाग्यो होइन। तर फेरि खेलिसक्दा त केही नै होइन रहेछ जस्तो लाग्यो क्या। लास्टमा चाहिँ हामीले 2-2चोटि स्लाइड गरेर घर चल्दियौँ। एकदमै रमाइलो क्या। हजुरहरू पनि इन्जोय गर्न चाहनुहुन्छ भने चाहिँ वाटर किङडम आउन सक्नुहुन्छ। बाई बाई।